नमस्ते। हाम्रो आरोन छोराको बर्थडे हो आज, त्यो भएर डेकोरेसन गर्दैछ। के डेकोरेसन गर्दै हुनुहुन्छ भन्दाखेरि त यहाँ नि बलुन छ, हार्ट सेप छ, सिल्भर कलरको हार्ट सेप छ। सो गाइस कस्तो राम्रो ह्यापी बर्थडे लेखेको लेटर कतातिर राख्नुहुन्छ थाहा भएन। आरोन बाबा के ब्युटिफुल ममले बेलुन फुलाउँदै हुनुहुन्छ, एकछिनमा प्वाट्टा फुटेर जाला भन्ने पिरलो भइसक्यो मेरो बेटु। पार्लिस है, तलबाट छोड्लिस् नि, तिम्रो कता विश्वास छैन। कस्तो बेलुनभित्र पनि ग्लिटर के भन्छ एकदम टल्किने स्टिकर कन्फ्यारी राखेको हुँदो रहेछ। के त कम्पेरिज कन्फ्याटी कन्फ्याटी या वा स्माइलवाला राम्रो छ। आजको बर्थडेको डेकोरेसन पनि सिद्धियो। उहाँले धेरै दुःख गर्दै हुनुहुन्छ, यहाँ एउटा स्माइलिङ हुनुहुन्छ, यताउँदी यस्तो छ। यी सबैलाई सम्हाल्दाखेरि कस्तो हुन्छ भन्ने कुरो हामी डिटेलमा देखाउँछौँ साथी। सो टिल इन द एन्ड। ओ सनाइ फुकी तुतुरु तुतुरु तुतुरु। ल गजब गजब भयो। को रहेछ त? हो त काठमा राख्दैन माथि त्यो प्लाइमा हो, त्यहाँ गजब देख्यो टेलिभिजनमा। त्यस्तो हुन्छ भन्ने कुरा हो। दुईवटा ह्याप्पी बर्थडे छ सिल्भर कलरमा। हाम्रो सानो बाबु आजदेखि कति वर्षमा हिँड्नुहुन्छ? अहिले पनि सानैमा जन्मेको। ल लुकिङ ग्रेट। ह्याप्पी बर्थडे टु योर सन। गजब छ ब्युटिफुल डेकोरेसन। बच्चाहरूलाई एकदम खुसी लाग्छ। ठुला मान्छेले हाम्रो पालामा त बर्थडे भनेको त्यस्तो हामीलाई त लाज पो हुन्छ, कसैले ह्याप्पी बर्थडे भन्यो भने हैट भन्ने हुन्छ। अहिलेको त के निस्केको छ, बच्चाहरूलाई खुसी दिने यति धेरै चिजहरू छ। बच्चाहरूको बाहनामा आमाले बेलुन फुकेर यहाँ औडा छ। बच्चाहरूले गर्दा आमा बाउले पनि रमाउने मेलो भएको छ। बचपन याद आउँछ। अब हाम्रो पालीमा यस्तोहरू बनेको थिएन। त्यही त घुम त एकछिन लिएर कस्तो देखिन्छ। आहाई आहाई चियाबारीमा चियाबारीमा सातै रङ्गा चियाबारीमा गए चियाबारीमा। तैँले के ल्याएको त्यो जेरी? कस्तो राम्रो एप्रोन जेरीको, राम्रो देखेको छ। उसले अब सानो बच्चाहरूलाई बच्चा नै राखिदिएको आज। ठुला मान्छेहरू भनेको कोही छैन, म पनि बच्चा छु, ऊ पनि बच्चै छ। आज सबैजना बच्चा। हाम्रो युट्युबमा बर्थडे हेर्ने साथीहरूलाई पनि धेरै धेरै शुभकामना। तपाईँहरूको पनि बर्थडेहरू आइरहन्छ, बच्चाहरू पनि आइरहन्छ। यही चिज देखेर हल्का रमाउनु होला, सब्सक्राइब गर्नु होला। नयाँ च्यानल छ मेरो गाइज। ह्याप्पी बर्थडे टु यु। मन्डे हो आज चाहिँ स्याटरडे भएको। मन्डे स्कुल लाग्छ, स्याटरडे चाहिँ उसले साथीहरूलाई सबैलाई इन्भाइट गरेर घरमै सेलिब्रेट गर्ने भनेर यस स्याटरडे गरेर। ओके राम्रो। अब यो चाहिँ के हो देखा त? यो चाहिँ प्रप्स हो, तर प्रप सबै यो गम निस्किसकेछ क्या। यसलाई फेरि एकचोटि लगाएर त कसरी लाउने हो? ए औँलाले यस लाइक गरेको वन्डरफुल भनेको यस्तो गरेको एकदम गुड राम्रो छ भनेको। यहाँ सबै निस्किसकेको छ है ग्लु। यो चाहिँ टाल्नै पर्छ ग्लु। यो चाहिँ मिकी माउस हो। अह जिब्रो पनि निकालेको रहेछ। राम्रो देखियो तँलाई त। तँलाई त यस्तै फेस पो सुहाउने रहेछ। जिब्रो निकालेको। तँलाई मिठो मिठो खाना मन पर्दैन? निकालेर यसलाई फेरि हट ग्लुले पनि टास्नुपर्छ यहाँ यसरी। यो अहिले एकछिनमा गर्ने। अब अहिले फुल डेकोरेसन साथीहरू हेरौँला, अनि बच्चाहरूको रमाइलो हल्का खिचौँला एउटा मेमोरीको लागि। उनीहरू डक्टर इन्जिनियर पढेर आयो भने राम्रो हेर्छन् पछि। आमा बाउलाई दुःखै हुन्छ बर्थडेको उ गर्नलाई। सास पुगेन आफ्नो। साइकलमा हावा हाल्यो नि। साइकलको हावा हाल्ने बिजनेस थियो, यता आयो रेलको हावा हाल्ने है। यो चाहिँ रेलको चक्कामा हावा हाल्ने बिजनेस हो यो। यस्तो गर्ने हो यहाँ, यहाँनिर यस्तो गर्ने।
यसरी लाउने, यसलाई यसरी लाउने, यसलाई यसरी लाउने। अब यहाँनिर चट्टा यसले चाहिँ नि यहाँ टेकेर कति जान्ने हुन् तिमी? रेलको हावा हाल्ने बानी छ नि त हामी भारतमा, त्यही भएर अघि त हावा निस्केर टाउकोमा आयो बेलुन घुमेर। गाह्रो छ गरी खान। देख्नुभयो, यस्तो गर्नुपर्छ है, साइकलले साइकलको हावा हाल्नुपर्छ, आफ्नो पुगेन भने। ल चुइक्क बोल्दैन दशमी त, कता लुकेछन् हौ? यहाँ त छैनन्। अब कता लुके कता अब ढोका खोल्दैछन् यिनीहरू। भूत भूत कहाँ लुकेका छन् हौ? म पनि यसो हेर्नु पर्यो। यहाँ त छैनन्, यहाँ त छैनन्, यता त छैनन्, यता आएका छैन रहेछन्। छैनन् छैनन्। सिटिङ रुमको सोफा हुँदा गर बुटु टुटु हान्दा बुटा बुटा सिटिङ रुमको सोफा पछाडि उता सिटिङ रुम तल तल सोफा पछाडि एट्याक ला ए ए बचाओ बचाओ बचाओ। छैन यहाँ, अब उनीहरू गइसके। चस्मा फुट्छ, आँखामा लाग्छ बाबा, आँखामा चाहिँ नहान्नु, तल खुट्टामा हान्नु। ओ बजाऊ बजाऊ बजाऊ। ढाड खुस्क्यो। मेरो आँखा जाला जस्तो छ। कहाँ चिप्ल्यो अघि? ए आँखामा चाहिँ नहाल है बाबा, आँखा फुट्छ। बर्थडेमा साथीहरूसँग एकदमै हाने बन्दुक लाग्यो। कसलाई लाग्यो? खबरदार, यो कहाँको युद्ध हो? के को महाभारत हो यो खासमा? यिनीहरूले ताकेपछि एकछिन भनेर यताउता गएर जाँदो रहेछ, यिनीहरू पनि ओके भन्दै रहेछन्। बढिया। ल बाबा अब खाऊ। म पो डराएन। ऐना हेरेर आफै तर्सेछ यो ऐना हेरेर। बाहिर गयो। बसिराख न, हाने खोल्छन् ढोका चाहिँ पलाएर बस ढोकाको छेउमा। म होइन म
नोका खोल अब खाने बाबा कस्तो स्न्याक्समा आलु टिकी अनि ससेज अनि प्लेट अनि अनि ह्यान्डसम बोइजहरू हुनुहुन्छ एकदम प्यारो आमा बाउका छोराहरू हुनुहुन्छ झन्डै भुटे मलाई आतङ्कारीहरूले यो चाहिँ विङ्स फ्राई ओभनमा बनाएको एकदमै टेस्टी छ हेर्दाखेरि कस्तो खाउँ खाउँ लाग्यो प्रभु नारायण हे भगवान् बाहिर लुक्ने ठाउँ पनि छैन नि त कहाँ लुक्ने फेरि लुक्ने ठाउँ छैन अनि टेस्ट इट बाबा टेस्ट इट कस्तो छ कति रमाइलो पो हुन्छ त कत्रो तर्स्यो कि यो बाबु अनि यता कता लुग्यो भनेको त ए ऐना रहेछ अरे आफ्नै बन्दुक देखेर आफै त लास्टै हँसायो क्या बाबुले ल